गाइस वेलकम टु माई भ्लग। यो चाहिँ श्वेता, यो चाहिँ प्रदीप, अनि त्यसपछि एड्रिन देवानको कन्सर्टमा जाँदैछ हामी चाहिँ होइन। अब एड्रिन देवानको कन्सर्टमा चाहिँ सबलाई स्वागत छ। यही चर्चमा हो, एलोहिम चर्च छ। भित्र जाने कि नजाने भयो यहाँ आएर। यो चाहिँ त्यही हो, अहिले एकछिनमा कुरा गरौँ। जगाउनुहोस्। अब म लगाएको छु मेरो होसलाई फर्काइदिनुहोस्। तपाईँको महिमाको दर्शनले मलाई भर्नुहोस् फेरि पनि भन्ने छ प्रभुलाई।
टिकट देखाइदिनु नानी टिकट कन्सर्ट सोजो के छ एड्रेन देवन एन्ड सोजनर्स हो के छ होइन त्यही त सोजनर्ससँगको नाइस भयो कन्सर्ट कस्तो भयो रिभ्यू प्लिज तपाईँ नाइस कन्सर्ट चाहिँ नाइस भएको छ है बाबाले गयो सोर सुकेर यस्तो पाक भएको छ अब भिडियो हालौँला अलिअलि यो भ्लग भने आउँदै गर्छ किनभने भ्लगरको मेन हिरो नै म मान्छेहरू फर्किँदैछ अझै पछाडिबाट सो लेट्स गो अब घर जानुपर्ने हुन्छ ल भाइ बस सरी है इन्ट्रीमा चाहिँ देखाउनु नपाएको केटा मान्छेहरू धेरै थियो क्या अनि आप लोग ने मिस कर दिया क्या करे सही हो त्यही हो अगाडिको भ्लगमा चाहिँ कमाल कालो साह्रो म खास डुबिसकेको थिएँ पछाडि गएको भनेको थिएँ नि मलाई थाहै थिएन यहाँ चाहिँ रिभ्यू चल्दैछ सस्तो भइरहेको थियो भनेर मलाई थाहै थिएन पछाडि अझै भाइको पछाडि सँग पार्थ्यो ल नाइस एड्रेन देवन इज नाइस है ल लेजेन्डै हो क्रिस्चियन कम्युनिटीमा त लेजेन्डै हो नो डाउट केटाकेटी हो यसले चाहिँ झन्डै मिस गरेको है नआउने भन्दै थियो हाम्रो अझै कतिजना मिस भयो तर पनि हामी भिडियो राख्नेछौँ लेट्स गो हाम्रो कोरियामा भएको साथीहरूलाई चाहिँ त्यही हो एड्रेन देवनको भिडियो मिस गरिस् नाना स्याड मुभमेन्ट ल केटा हो एड्रेन देवनको कन्सर्टमा सबैलाई